guys, welcome to my YouTube channel. हजुरहरूलाई सुषमा अफिसियलमा स्वागत छ। आज पनि मम्मी र म घुमघामको लागि यसो गाउँतिर आइरहेका छौँ। घुम्नको लागि यसो गाउँतिर जाँदैछौँ। के छ त? हेलो हेलो भन्नु। हेलो। कहाँ जाँदैछौँ हामी? छोरीले चाहिँ मलाई घुमाइदिनु न मामु भनिन्। अनि त्यसपछि मैले कहीँ घुमाउने ठाउँ सक्दिनँ। यति चाहिँ मेरो नजिकैको घरमा आएको बेलामा चाहिँ अनि कुर्ता सुरुवाल है दुवैजना। अनि छोरीको खुसीको लागि चाहिँ म हिँड्दैछु। अलिक सन्च थिएन, त्यही पनि छोरी भनेको यस्तो कुरा रहेछ। छोरी भनेको यस्तो कुरा रहेछ, हार्न नसकिने। जे पनि मान्नै मन लाग्छ, नाइ भन्ने शब्द आउँदैन। हो र? केही नाइ भनेको छैन हो मलाई। त्यस कारणले त्यसपछि पनि जेठी छोरी र अर्की छोरी कस्तो रमाइलो छ, कस्तो राम्रो। हेर्नु त गाइज, हाम्रो गाउँमा चाहिँ हरियाली। यो गाउँ एकदमै पाक्न लागेको छ। त्यसै आँपहरू कस्तो मजाले आँप पाकेको छ। हेर्नुहोस्, हरियाली छ गाइज, हरियाली। कति राम्रो आँप है। कति राम्रो फुल फुलेको रातो हरियो मकै, पहिलो गाउँ आँप रङ्गी छ। गाउँमा रमाइलो छ बस्नु। गाइज यो चाहिँ भिक्टोरी पब्लिक एकाडेमी रहेको छ है, स्कुल। भिक्टोरी पब्लिक एकाडेमीमा हामी आइपुगेका छौँ है। राम्रोसँग खिच्नु यता। भिक्टोरी पब्लिक स्कुलको पछाडि चाहिँ आँपहरू छ गाइज, आँपहरू। त्यस्तै अब हामी जाँदैछौँ हाम्रो डेस्टिनेसनतर्फ। कति टाढा छ अब चाहिँ? अब लगभग 5-7 मिनट जति। ओ वाउ, कस्तो मजाले फुलेको यहाँ त। अब उतातिर सिमल तरुल पनि थियो, खनिसके सिमल तरुल। आज नारी दिवसको उपलक्ष्य पारेर हामी चाहिँ घुम्न आएको। सबैजनालाई ह्याप्पी नारी दिवस है। नारी दिवसको शुभकामना सम्पूर्ण नारी पुरुष सम्पूर्णलाई। मम्मी आज नारी दिवस हो होइन? नारी दिवसको उपलक्ष्यमा चाहिँ गाइजहरूलाई के भन्न चाहनुहुन्छ त? विश्वमा सम्पूर्ण छरिएर बस्नुभएका दिदीबहिनीहरूमा चाहिँ नारी दिवसको उपलक्ष्यमा चाहिँ धेरै धेरै शुभकामना छ टक्राउन चाहन्छु। र नारीहरू चाहिँ कोही भन्दा कुनै पुरुषहरूभन्दा चाहिँ कमी छैनौँ। सबैजना चाहिँ एकजुट भएर चाहिँ अघि बढ्यो भने चाहिँ अवश्य पनि हामी सफल हुनेछौँ। र कुनै कुरामा पनि हामीले चाहिँ हार मान्नु हुँदैन र गर्न पनि कुनै कमी पनि छैन। मूल्य र मान्यता मात्रै कमी हो भन्न चाहन्छु। र हामीले चाहिँ कुनै कुरामा पनि हार खानु हुँदैन, निरन्तरता दिनुपर्छ र सफल हुन्छौँ पक्कै पनि भन्न चाहन्छु। र नारी दिवसकै दिन पारेर चाहिँ रमाइलो घुमघाम छोरीसँग चाहिँ म बिना प्लानिङका गाइज हामी नारी दिवस परेछ, खुसी पनि लाग्छ। सोचेको त थिएन हामी यसरी नारी दिवसको दिन घुम्छौँ भनेर सोचेको थिएनौँ, तर परेछ है। त्यो पनि राम्रो दिन हो, मेमोरी हुन्छ, मेमोरेबल मोमेन्ट हुन्छ क्या। यो दिनमा चाहिँ हामी यसरी घुमेको छौँ भन्ने चाहिँ भयो क्या। बिना प्लानिङको कामहरू चाहिँ राम्रो लाग्छ मलाई, किनभने प्लानिङ गऱ्यो भने पनि सक्सेस हुँदैन। जुन दिन पर्छ राम्रो दिन परिरहेको छ, लकी छ मेरो नानी। हामी सो लकी। यो त बाबा जस्तो छोरी भाग्यमानी हुन्छ भन्छन्। ठुलो छोरी बाबा जस्तो फोटोकपी छ। त्यसपछि पनि राशि पनि एउटै हो। सबैजना मम्मीलाई भन्दा बाबालाई माया गर्छ। सरी ल, त्यस्तो चाहिँ होइन, त्यसपछि होइन भएको भएर बाबाको चाहिँ प्यारो छोरी हो। मम्मी त्यसको के टेस्ट हो भन्नुहोस् त। यो चाहिँ तल्लो तालको एरिया हो हाम्रो। यो गोरेटो चाहिँ पिच भएछ अहिले, धेरै विकास भइसकेको छ। हामी पहिला सुरुमा पानी लिन आउनु पर्थ्यो। यो बाटो गाग्रीमा काखीमा पानी बोक्नु पर्थ्यो। डोकोमा बोक्न नजानेर चाहिँ काखीमा बोक्न पनि दुखेर कम्मर दुखेर चाहिँ मैले टाउकोमा बोक्नु पर्यो भन्दाखेरि चाहिँ टाउकोबाट तलतिर हेर्न खोज्दा कसो कसो गर्दा गाग्री झरेर डल्लो परेछ। अनि अब चाहिँ घरमा बासै दिँदैन भनेर भागेर अब कहाँ जाउँ भनेर डरले चाहिँ घर गएँ रित्तै, गाग्री रित्तै बोकेर। अनि घरमा गएर ज्वरो आयो भनेर सुतेँ। अनि खाना दिनुभयो, बोलाएर चाहिँ सन्चो भएन भनेर माया गर्नुभयो। अनि त्यसपछि चाहिँ एकजना छिमेकीले चाहिँ देखेको रहेछ, केही ज्वरो आएको पनि छैन, गाग्री झरेर चाहिँ कुचिएपछि डरले ज्वरो आयो भनेको भनेर सुनाइदिनु भएछ छिमेकी दिदीले। हाम्रो नन्दा र सासुमा चाहिँ बिहानै जानुभएछ भोलिपल्टै। अनि खबर सुनेर आउनुभएछ। अनि म चाहिँ चुप्प लाग्यो आफ्नो गल्ती भएको भएर चाहिँ। अब गाग्री झर्नु त गल्ती होइन नि त। अनि केही गर्दा पनि सक्दिनँ, कम्मरमा बोक्दा पनि भएन, टाउकोमा बोक्दा पनि झऱ्यो। कहिले नगरे इनार गैरा खोल्सी भन्छौँ हामी। यो बाँसझ्याङ पनि छ, रमाइलो छ, रुखबुट्टाहरू छन्। हामी यो बाटो हिँड्दैछौँ गाइस। अनि के भयो त्यसपछि? नजिकमा चाहिँ हाम्रो पँधेरा थिएन, त्यति टाढादेखि पानी बोकेर चाहिँ लानु पर्थ्यो बल्ल बल्ल। अनि म चाहिँ धेरै गाह्रो थियो मेरो भर्खर बिहे हुँदाखेरि। अहिले त इनार पनि छ, अहिले नभन्दै घरमा धारा। अहिले होइन, पहिला कुरा भन्नु न। अनि त्यो सम्झना आउँछ, त्यो मेरो घटनाको सम्झना। अहिले चाहिँ राम्रो छ, पानी पनि सुविधा छ। पहिला धेरै दुःख थियो, त्यही याद आउँछ। यो बाटोमा आइपुग्दा चाहिँ मलाई चाहिँ पहिलाको के फुल हो त्यो? यो चाहिँ भाँटीको फुल हो। त्यो प्रशस्तै पाउँछ हाम्रो। नाम पनि खतरा रहेछ गाइस, मैले त सुनेको पनि थिइनँ। कहाँ त पँधेरो हेर्नै पर्दैन त्यो गाग्री कुच्याउनु पँधेरो। केही गर्दा हुँदैन, डोकोमा बोक्न आउँदैन, कम्मरमा कम्मर दुख्छ, टाउकोमा बोक्दा झरेर फुटिहाल्यो गाग्री। केही गर्दा भएन। बिरामीको एक्टिङ गर्दाखेरि एक्टिङ पनि पत्ता लाग्यो होइन? अनि त्यसपछि चाहिँ अब एउटा बाहना त गर्नु पर्यो। ससुरा सास हुनुहुन्छ, डराउनु पर्यो, के गर्नु घर परिवारमा। एक्टर पनि गुण त छ पहिलेदेखि। अनि होइन बाध्यता थियो, अब के गर्ने त। गाग्री कुचिएर डल्लो परिहाल्यो, पानी पनि छैन, रित्ते आउनु छ। अनि ज्वरो आयो गरेर सुतेँ। बिहान के को ज्वरो आउने, यो त गाग्री झारा कुच्याएछ अनि अरू सुतेकी रहेछ भन्नुभयो सासु आमालाई चाहिँ। हाम्रो कान्छी नन्दा चाहिँ यहाँ आउनु न आउनुभएछ र पत्ता लागेछ।
अनि आनन्द गुरुङले पनि टाउकोमा गाडी बोकेकी रहेछन् सरस्वतीको बहिनीले अनि त्यो देखेर चाहिँ मैले बोकेको नभए बोकेर पनि किन होला टाउको कमल राखेको बेलामा देखासेकी गर्दा गागे अनि ऊ चाहिँ भतिजी पर्थ्यो मेरो मलाई काकी काकी माइली काकी भन्नुहुन्थ्यो अनि मैले चाहिँ आनन्दले त टाउकोमा बोक्दा भयो मैले बोक्दा पनि भइहाल्छ नि भने टाउकोमा राख्दिनँ त दाइ भने एउटा दाइले टाउकोमा राख्ने बित्तिकै यसो तलतिर फर्केर हेर्दा झरी हो भएकै एक पाइला पनि नसारिकन गाडी कुच्यो ओहो त्यही गागे चाहिँ के को थियो जनता जान्न चाहन्छ सिल्भरको थियो नभए त कहाँ कुचिन्थ्यो पानी सहितको भएको माथि टाउकादेखि झर्दा त डल्लो पर्दो रहेछ अब गाइस अनि हाम्रो बुवाले चाहिँ बनाएर ल्याउनु भयो अब यो हुँदाहुँदै तल्लो तल हरियाली पार्क हुँदै कमला पुलमा हामी जाँदैछौँ कहाँ जाँदैछौँ अब कति टाढा छ अब छैन अब 5 मिनटदेखि यता रहरी पनि फलेर फुलेर छैन फलेर छ रहरी कति राम्रो मेरो जन्मभूमि हो यो चाहिँ गाइस होइन उदयपुर केटी ल्याउ केटी कहाँको उदयपुरैको भन्ने गीत चाहिँ मेरै लागि भने जस्तो छ गाइस किनकि मेरो घर पनि उदयपुर गीत पनि उदयपुरको पहिलादेखि नै हाम्रो खेतबारीमा काम गर्ने दाइ राणा दाइ जेठा दाइ आउँदै हुनुहुन्छ उहाँले चाहिँ हाम्रो मेरो बच्चाहरू सानो हुँदाखेरि सुषमा सानो हुँदाखेरि चाहिँ हाम्रो घरमा काम गर्न आउनुहुन्थ्यो जोत्नुहुन्थ्यो हलो पहिला गएर त्यहाँबाट मलाई भेट्दाखेरि खुसी हुनुभयो बहिनी तपाईँले पकाएको खाना खाएको याद आउँछ भन्नुभयो गफ गर्नुभयो आज आउँदै हुनुहुन्छ उताबाट हाँस्दै हुनुहुन्छ मुसु 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 हाम्रो जेठो दाइ नमस्कार दाइ के भन्नुपर्छ मैले उहाँलाई के जेठो दाइ मैले दाइ ठुलो बुवा नमस्ते ठुलो बुवा कता गएर आउनु भएको एक्लै घुम्नु भएको अनि दिदीलाई पनि ल्याउनु भएको भए हुन्थ्यो नि होइन घरमा बसिरहेको नानी हेरिन्छ गएर दौड गएको छ साथी छ अनि ए पहिलादेखिको याद आउँछ पहिला भन्दा ह्यान्डसम हुनुभएछ त के बुढो भएको मान्छे मेरो यो नानी सानो हुँदा हजुरले हाम्रोमा काम गर्दाखेरिको याद आउँछ 1.5 वर्ष कति थियो अनि काम गर्न आउँदाखेरि यता अनि त्यो सबै कति सानो थियो मेरो नानीहरू होइन त हजुरले कति हामीलाई सहयोग गर्नुहुन्थ्यो के गर्नु बुवा पनि हुनुहुन्थ्यो त्यति बेला त्यो बुवा मलाई त याद छैन तर कस्तो याद आउँछ दाइ अब भेट भयो खुसी लाग्यो हजुरसँग कुरा गर्न पाइयो घर बनाएको माइला घरि काठमाडौँ बस्नु घरि घरमा बस्नुमा कुरा गरिरहन्छ नानी कति छ के छ मैले गएको के गर्दा चाहिँ राम्रै छ नि हेर्नु गाइस यसको छ हाम्रो चाहिँ माथिसम्म मलाई चाहिँ पुगिसक्नु भयो होइन गाइस म चाहिँ पछाडि छु गाइस यो कमलाको पुलले चाहिँ होइन उदयपुर र सिन्धुलीलाई जोडेको छ यतापट्टि चाहिँ उदयपुर भयो उता पारीसम्मको इन्डिङ चाहिँ सिन्धुली भयो है उदयपुर र सिन्धुलीको बिचमा चाहिँ यो पुल छ है उदयपुर र सिन्धुलीलाई जोडेको छ यो पुलले हामी अहिले उदयपुरमा छौँ गाइस सिन्धुली जानु पऱ्यो भने उदय पुलको इन्डिङ सिन्धुली यता उदयपुर यता सिन्धुली जता जानु मन लाग्यो त्यही नत्र चाहिँ यो मरघटी भन्छ त्यो पारिपट्टि चाहिँ सिन्धुलीको मरघटी भन्छ पुल तरिसकेपछि चाहिँ घरहरू पनि गाउँले जीवनको चाहिँ झुपडीहरू जस्ता कोही चाहिँ लालीका छाना लगाएका छन् कोही पक्की घर पनि छन् यस्तै सब विकास हुँदैछ रमाइलो छ के हुन्थ्यो अरे पहिला यो पुल नबन्दा तपाईँहरू आउनु भएको छैन हामी पहिला गाउँमा बस्दाखेरि चाहिँ सर्पबिच्छीले टोको भने चाहिँ हामीले ठोकेर निको पार्ने गरेको थियो हाम्रो ससुरा बुवाले पनि पुग्नुहुन्थ्यो निको पार्नुहुन्थ्यो धेरै गाउँले फर्काइदिनुहुन्थयो हाम्रो घरबाट निको भएर फर्किन्थे यो पुल नहुँदाखेरि चाहिँ यता पारीको मान्छे पारी नै मर्ने गर्थे त्यस्तो थियो अनि यो चाहिँ विकास भएको यो झोलुङ्गे पुल भइकन धेरै त्यो यो तटमादहरू भयो बारीले चाहिँ त्यो हाम्रो आँप बगैँचाहरू त्यो बिरुवाहरू चाहिँ लगाएको ठाउँ चाहिँ लगिसकेको थियो अहिले तटमाद भयो झोलुङ्गे पुल भयो विकास भयो मान्छेको चाहिँ मृत्यु हुनबाट बच्यो अब झारखुको जमाना नभए पनि अब उतातिर लान सक्नुभयो उपचार गर्नलाई चाहिँ हस्पिटलतिर लैजानलाई सुविधा भएको छ गाई यो सबै सानो देख्नु भएको छ नि यो सबै भैँसी हो है भैँसी पाडा के हो सबै यति सानो सानो धेरै टाढाको मैले जुम गरेको छु गाई यो सबै भैँसीहरू चलिरहेको छ नि यति सानो देखेको छ नि यो भैँसी धेरै टाढा छ नि पर परसम्म भैँसीहरू कति धेरै भैँसी हो गाइस गाई जब चाहिँ फर्किँदैछौँ मम्मी चाहिँ अगाडि मम्मी चाहिँ उहाँ पुगिसक्नु होइन म चाहिँ फर्किँदैछु म छिटो हिँड्नै सक्दिनँ गाई बाई सिन्धुलीलाई बाई गरेर म आफ्नै घर उदयपुर पुल जाँदैछु रिटर्न होम रिटर्न ब्याक हुँदैछु गाई जब चाहिँ फर्किँदैछु सिन्धुलीलाई बाई बाई गरेर हामी सिन्धुली नैसम्म पुल चाहिँ क्रस गरेनौँ गाइज होइन सिन्धुलीको लागि चाहिँ पछि आउने छौँ होला सायद नट स्योर है अहिलेलाई चाहिँ हामी उदयपुरबाटै फर्कियौँ गाइज फर्किँदैछौँ ल फाइनली गऱ्यौँ हरियाली पार्कतिर पुल झोलुङ्गे पुल चाहिँ बाट हामी यतातिर लाग्यौँ हरियाली पार्कतिर लाग्यौँ हामी आँपको बगैँचा हुँदै हुँदै हरियाली देखिरहेको छ हजुर गेटमा हरियाली पार्क देखिरहेको छ त्यो गेटबाट हामी जान्छौँ भित्र प्रवेश गऱ्यौँ ट्रान्सफर लाग्छ लागेर त्यो हाम्रो चाहिँ नेताजीले बनाइदिएको चाहिँ एउटा के भन्छ पर्यटकीय क्षेत्र जस्तो पिकनिक स्पोटदेखि लिएर चाहिँ सबै कुरो रमाइलो गर्ने ठाउँ हो हरियाली फाइनली गाइज हामी चाहिँ हरियाली पार्कमा आइपुग्यौँ एन्ट्री हुँदैछौँ हरियाली पार्क हरियाली पार्क लेखेको छ यहाँ चाहिँ फाइनली गाइज हरियाली पार्क हाम्रो गाउँको नाम चाहिँ गुराँस हो होइन कसैले गुराँस पनि भन्नुहुँदो रहेछ होइन गुराँस उदयपुर है हरियाली पार्क हेर्नु है कटारी नगरपालिका 2 गुराँस उदयपुर है हामी प्रवेश गर्दैछौँ ल गाइज हामी चाहिँ भित्र छिर्यौँ
हरियाली पार्कको आज रमाइलो नारी दिवसको उपलक्ष्यमा नाचगान भइरहेको छ नारी दिदीबहिनीहरूले चाहिँ आज नारी दिवसको उपलक्ष्यमा चाहिँ पिकनिक आउनुभएको छ मादल गाजा बजिरहेको छ हामी चाहिँ झलुङ्गे पुलतिर गयौँ त्यताबाट चाहिँ घुमेर फर्केर चाहिँ हामी हरियाली पार्कतिर चाहिँ हामी प्रवेश गर्दैछौँ अब रमाइलो पनि हेर्नेछौँ साथै बच्चाहरू धेरै रहेछ है भन न गाडीहरू पनि आउँदैछन् बच्चाहरू पनि हुनुहुन्छ अनि यहाँ चाहिँ खेलकुद स्पोर्ट पनि रहेको छ वेयर यहाँ चाहिँ बेला बेलामा खेलकुद पनि भइरहन्छ यो हरियाली पार्कमा विभिन्न टिमको खेलहरू भइरहन्छ यहाँ खेलकुद कार्यक्रम रमाइलो छ नि गुराँस दिदीबहिनीहरू चाहिँ हाम्रो के भन्छ जेन्जीका दिदीबहिनीहरू चाहिँ नाच्ने गरिरहेको उता चाहिँ नाचिरहनु भएको छ गाइस यता चाहिँ नाचगान भइरहेको छ है नाचिरहनु भएको छ सबैजना नारी दिवसको उपलक्ष्यमा होइन कस्तो राम्रो छ गाइस तर हरियाली ल यसरी चाहिँ हाम्रो चाहिँ बस्ने ठाउँ छ रमाइलो गर्ने ठाउँ मनोरञ्जन गर्ने ठाउँ यो मसरुम फलेछ गाइस कत्रो ठुलो मसरुम ठुलो मसरुम छ है गाइस चाहिँ हाम्रो मसरुमको बच्चाहरू होला क्या बस्ने ठाउँहरू छ यहाँ सबै पार्टीहरू छ शिवको भगवान् हाई भन्नु बच्चा ल आऊ यता उता शिव भगवान्को तिर देखाउनु हाई यता यता भगवान्लाई देखाइहाल्नु पिङ छ गाइस यता चाहिँ पिङ शिव भगवान्मा गएर बस्नु यता चाहिँ शिव भगवान् हाम्रो शिव भगवान् जानु मिल्छ जानु मिलिहाल्छ पक्कै त्यसमा त शिव भगवान् हुन्छ गाइस शिव भगवान् सँग है कस्तो राम्रो बनाउनु भएको छ कस्तो राम्रो शिव भगवान्लाई भेटेर आइसकेको गाइसमा चाहिँ होइन अब के छ त्यो हेर्नेछौँ है हामी उता पनि डल्फिन हेर्नेछौँ यता के छ यता छ डल्फिन गाइस कता हो हिमालय कुन हिमाल हो यो यता चाहिँ डल्फिन हो कि होइन आर स्योर यता डल्फिन छ गाइस यता चाहिँ डल्फिन हो कि वेल हो डल्फिनै हो नि डल्फिन छ गाइस यहाँ चाहिँ दुईवटा आउनु न म उनीहरू जान्छ बाटो छ यहाँ ल गाइस होइन डल्फिन यसरी दुईजना तिनवटा डल्फिन छ दुईवटा देखेको थियो गाइस तिनवटा रहेछ पछि के छ तिनवटा डल्फिन अब हिमाल यता चाहिँ पिकनिक आउनु भएको छ गाइस सबैजना आज नारी दिवसको उपलक्ष्यमा नाचगान भइरहेको छ अब हामी हिमालमा जाँदैछौँ हिमाल चढ्न रियलमा हिमाल चढ्न नसके पनि यहाँ हाम्रो गाउँको हिमाल कति राम्रो सुन्दरको लागि बनाएको हिमाल हो यो हिमालमा बस्नु पर्यो मनोरञ्जनको लागि बनाएको गाइस म हिमालमा जान्छु ल कमाउँछ म हिमालमा भन्नु यतिकै हिमालै चढ्न नसक्नु गाइस यो चाहिँ हाम्रो अगाडि हिमाल चढ्न सकिन तपाईँलाई म लड्छु कति राम्रो हिमाल गाइस एकदम राम्रो छ है ल अब कस्तो क्युट बेबी रहेछ है गाइस क्युट बेबी है यो चाहिँ राम्रो देख्नु गाइस त्यो चाहिँ पिङ रहेको छ यहाँ यस्तो छ गाइस होइन कस्तो राम्रो बनाएको रहेछ पछिल्लो समयमा म चाहिँ आएको थिइनँ होइन धेरै डेभलप भइसकेको छ गाइस आएको बोट कस्तो राम्रो बनाएको रहेछ गाइस है हाम्रो हरियाली पार्क यताबाट पनि जान एक्जिट हुँदो रहेछ गाइस थाहा थिएन हामी अर्को गेटबाट आएको थियौँ होइन कस्तो क्युट यो क्युट लाग्यो है कति विकास भइसकेको छ आफ्नो गाउँको मलाई नै थाहा थिएन गाइस है धेरै पछि आएको राम्रो छ गाइस कस्तो भइरहेको छ बेबी बच्चा भन्दा एकदम आनन्द पहिलाको याद आइरहेको छ बचपनको याद आयो बाल्यकालको अवस्थाको याद आइरहेको छ सानो दसैँमा पिङ्केल जान्थ्यौँ त्यो याद आइरहेको छ गाइस अब चाहिँ पिङ्कले छ आमा छोरी दुईटा बच्चा पिङ्कले छ दुईटा बच्चा सरी हलाम न रमाइलो भइरहेको छ नानीसँग पिङ खेल्न पाउँदा झुलुवामा आज नारी दिवसको दिनमा पिङ यता पनि नजिक डान्स गर्न आउँछ यो के टिका उदयपुर हो नाच त एउटा गीतमा ल तिम्रो नाम के हो क्याप लाउने भाइ ब्रान्जल अनि तिम्रो रियान अर्को अनुप ल डान्स गर्दैन त एउटा आउँदैन पोज देऊ न पोज अनि अरू भाइहरूको चाहिँ यहाँ फोटो सेसन चलिरहेको छ गाइस है पोज देऊ के हुन्छ डान्स गर्दैन एउटा तिनैजना ग्रुपमा डान्स गर्दैन ल ओके बाई गरिदेऊ ए नजिक आउँदा बाई ओके गाइस सबैजना चाहिँ पिकनिकबाट भाइहरूलाई मैले फोटो भनेर भिडियोमा झुक्क्याएर खिचेको छ गाइस उनीहरूलाई थाहा नै छैन मैले फोटो भनेर भिडियो त्यस्तो छ गाइस सबैजना पिकनिक खाँदै हुन्छ फर्किनको लागि खाइसकेर फर्किने तयारी छ सबैजना पिकनिक गाइस चाहिँ फुटबल ग्राउन्ड जाने बाटो है जाँदैछौँ हामी हेर्नको लागि यहाँ चाहिँ कस्तो राम्रो बनाएको रहेछ मलाई थाहा नै थिएन कि यस्तो यो के हो यो ट्याङ्की जस्तो के बनाएको यो के हो यो ट्याङ्की होला टावर के हो थाहा छैन त्यो चाहिँ यस्तो छ है गाइस कति बिगाको यो मैदान खेल मैदानमा जाँदैछौँ हामी मैदानमा उत्रिँदैछौँ गाइस गाइस कति राम्रो गार्डन है आउनु न आउनु देख्नु गाइस गार्डनहरू छ यहाँ चाहिँ कस्तो राम्रो यो ग्रिन कस्तो के को रुख यो सिसौ गाडी कस्तो राम्रो लाग्यो मलाई चाहिँ यहाँ सिसौ गाडी हाम्रो फुटबल ग्राउन्डमा चाहिँ यति हरियाली छ गाइस है यति हरियाली छ यता आफै आँप छ ल यो चाहिँ हाम्रो खेल मैदान हो है फुटबल म्याच हुँदाखेरि चाहिँ कम्पिटिसन हुँदाखेरि यहाँ आएर खेलिन्छ देखिसक्यो त्यो ग्राउन्ड हो होइन ठुलो छ म चाहिँ अलिक टाढैबाट लिइरहेको छु ग्राउन्ड ठुलो छ है त फुटबल खेल्दाखेरि चाहिँ सबैजना आउने ठाउँ यो है गाइज अब यहाँ चाहिँ ब्याडमिन्टन फुटबल होइन भलिबल सबै खेल्ने ठाउँ यो है गाइज म चाहिँ आएको थिइनँ म फर्स्ट आएको यहाँ राम्रो रहेछ स्पेस पनि ठुलो रहेछ
गाई चाहिँ किमु पाकेको छ के भन्छ यसलाई किमु भन्छ होइन किमु के भन्छ होला ल तर भएर पाकेको रहेछ तर कालो हुनुपर्छ रेड छ होइन हल्का अमिलो छ बोटै भएछ होइन तल ताल घुम्ने भएर धुलुङ्गे फुल तल ताल होइन भयो अमिलो कालो चाहिँ हुन छ अनि गाई कस्तो मिठो है अमिलो अर्ग्यानिक गाउँको यहाँ पनि छ गाइज आजलाई यति नै आज चाहिँ हाम्रो आमा छोरीको घुमघाम सकिसकेको छ आजको लागि त्यही नै भयो रमाइलो भयो होइन अब पिकनिक खान आउनुभएको मान्छेहरू सबैजना ग्रुप पनि अब फर्किन लाग्दै रहेछ ल गाइज हेरिदिनु होला माया गरिदिनु होला सुषमा युट्युब अफिसियल च्यानल है मेरो न्यू अकाउन्ट हो सबैले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला आजलाई यति नै हेरिदिनुहोस् माया गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् ओके बाई गाइज बाई गरिदिनु मम्मी बाई